मर्निङ एभ्रिवान इट्स मी। अनि अहिलेको चाहिँ बिहानको 5:30 बजिसकेको छ। अनि अब मेरो कलेज जाने बेला भइसक्यो। अब लेट्स सी अन्त बाटोमा भेटिन्छ कि लेट्स कलेजमा भेटिन्छ। भेट्न चाहिँ भेटिन्छ है मलाई फेरि। ल अब जाम कलेजतिर है। लेट्स गो। फाइनली आज पनि हामी जाँदैछौँ टिटी खेल्न। लेट्स गो प्ले विथ टिटी। लेट्स ब्याट छ होइन त छैन त आदत पनि छैन यार। कहाँ छ वहाँ पर कुर्सीमा छ ब्याट नेट। यो चाहिँ हाम्रो इक्विपमेन्ट हो। अनि हामी अब जडान गर्दैछौँ। एकछिन सार्दैछौँ यसरी। समीर उताबाट म यताबाट। लेट्स डु। तार यता खेल न। आज कञ्चन पनि खेल्न आएको छ हामीसँग। 50 को छ यार हाल्नु पर्ने छ। मजाले गर्छौ भने चाहिँ एक दिनमा पुग्दैन। कस्तो क्वालिटी हेर त कस्तो छ। फर्के छैन फर्के बनाएको छैन मैले। 2.7 छ। अब म खेल्दैछु टिटी। हो एकछिन यो कञ्चनले पक्रिदिन्छ होला यो। ल पक्रिदियो एकछिन। खेल्न चाहिँ आउँदैन है। काट्दै होला नि अन्त माथि खिच काट्छ। यो त्यो भनेको पज भनेको त पुरै काट्ने क्या। यो पज भनेको अब तिम्रो त्यो एउटा क्लिप काट्छ पुरै। नयाँ फेरि स्टार्ट हुन्छ। यो थिच भने यतापट्टि छ हाम्रो कञ्चन, उता एसन, अनि त समीर पोखरेल इज प्लेइङ सञ्जय। हेर प्ले कसले जितिसक्यो। सञ्जयले प्ले जितिसक्यो। यो गेम कसले जित्छ त ल। ओहो कञ्चनले स्पिन काट्दै यो गेम एसनले जितिसक्यो। सर्भिस एसनतर्फ भइसकेको छ। हो एसनको सर्भिस नै खतरा। सञ्जय हारिसकेको छ। समीरसँग छ उसको लास्ट गेम। ल योपालि एसनले आफ्नो शानदार सर्भिस देखाउन पाएन। केटाहरू को सुरुमा जाने यहाँ कम्पिटिसन हुँदैछ। ल एसन आउट भइसक्यो। ल आउट। मान्छे स्टोरी भिख माग्दैछ हामीलाई। अगाडि बोलिहाल्छ रेकर्ड होइन स्टोरी भिख माग्दैछ। स्टोरीमा लाइक हाल्नु भन्दैछ हामीलाई। यस्तो इट्स भेरी ब्याड। एसन खतरी। हाम्रो ल्याब टाइम छ। अब हामी ल्याब जान्छौँ। गोरो देखिँदैन कालो देखिन्छ। यसले मलाई नै क्यामेरा देखाउँदैछ होइन। यो फस्छु भने म पनि फस्छु क्या भाइ। क्यामेरा बन्द गर। हेर्नु यहाँ हाम्रो हुनुहुन्छ। यसो यो के भन्छ स्टोरी चेक गरिदिनु अरे उहाँको सबैले। कता मोडल वाच 1 सेकेन्ड। मोडल वाच बोल्न भन न गाइज के छ खबर? गाइजको खबर ठिक छ। तिम्रो चाहिँ भन न। सबैजना सन्चै हुन्छ? सन्चै छौँ। उसको च्यानललाई लाइक सब्सक्राइब कमेन्ट नगर्नु होला। नगरिदिनु। भेरी गुड। फेरि तपाईँ पनि बोलाउनुहुन्छ। ह्याप्पी बर्थडे वाला ह्याप्पी बर्थडे। नामको समीर ह्याप्पी बर्थडे हो। यसको त माथि पनि गल्ती हुन्छ भाइ। यो च्यानललाई रिपोर्ट गर्नु होला। रिपोर्ट किन गर्ने है फेरि।
रिपोर्टमा जानुहोस्, रिपोर्टमा गएपछि मिस इन्फर्मेसन सेयर गरेको भनेर दबाउनुहोस्। त्यसपछि मेल आउँछ तपाईँलाई, यो कुरा चाहिँ सबैलाई सेयर गरिदिनुहोस् ताकि यसको च्यानल उडिहालोस्। रिपोर्ट गरेर देखिरहेछ माथि नाक अलिक लामो छ क्या। छेत्रीको नाक अलिक लामो देखिन्छ होइन। ल ल केटाहरू ल्याब जान छोडेर यसरी क्लासमै बसिरहेछन्। यो चाहिँ अब ल्याब के कब्जा गरेको छ अरू कसैले। बियोस् ल्याब कब्जा गरेको छ। कसले दिँदैछ हेर, ल्याब जान मन नलागेपछि अनि कसले दिन्छ। मेरै भ्लग हेर्दैछ समीरले यहाँ युट्युबमा इन्स्टामा हेर्दैछ। देखाउँदाखेरि हो आफै हेर्दैन ऊ अरूलाई हेर्न भन्दैछ। अहिले चाहिँ म ब्लड ब्याङ्कमा आएको छु होइन। ब्लड ब्याङ्कले गर्दा म निस्किसकेँ बाहिर। साइकल त्यहाँ छ। यहाँ आएपछि थाहा भयो मैले चाहिँ ब्लड होइन, ब्लडले चाहिँ मलाई डोनेट गर्नुपर्ने रहेछ। गाह्रै छ ब्लड डोनेट गर्न पनि। अनि अब म जाँदैछु घर बाहिर। कलेजबाट म डाइरेक्ट आएको थिएँ अहिले। बाटोमा एउटा फ्रुटी खाएँ अहिले। अब म घर जाँदैछु एन्ड अब घर नै भेट्नु सिधै। म चाहिँ घर आइसकेँ होइन। अब घर ओ मम्मी लुक्दै हुनुहुन्छ क्यामेराबाट। ल बन्द गरे आउनु त आउनु। लजाउँछन् क्यामेराबाट लजाउनु हुँदैन हामीले। यस्तै यस्तै गर्ने भएपछि हामीले क्यामेराबाट कहिले पनि लजाउनु हुँदैन। हेर्नु मेरो आमा ऊ त्यस्तो हुनुहुन्छ। के छ ठिक छ नि हालखबर? ठिक छ, तिम्रो के छ? मेरो ठिक छ। मैले रगत खुवाएर आएँ मान्छेलाई। अब हामी जान्छौँ, खाना खानुपर्छ। मैले ब्लड दिएर आयौँ, अब खाना खानुपर्छ। नयाँ कुरा देखियो त आज घरमा। यो बनाएर बस्नुभएछ। नयाँ सिप सिक्दै हुँदो रहेछ एउटा। इट्स भेरी भेरी गुड, एप्रिसिएटेड हुन मिल्दैन किनकि आफै गर्दै हुनु छैन। के गर्दै हुँदो रहेछ त यो कोठामा बसेर। त बनाएर राखेको पो रहेछ। यहाँ भद्रको हेर्दै हुनुहुन्छ यस्तै। यस्तो पनि हुन्छ घर बसेपछि त यसो होइन। खाना पस्किदिनु छैन, आफै आएर खानुपर्ने सबै। भात छ, ल भात खानुपर्छ। यसो इट भात खाने। अनि थाहा छ नि डेली रुटिन के हो हाम्रो। दैनिक दिनचर्या भनेको हाम्रो भात खाने अनि यसो सुत्ने। अनि अब अनि फेरि 2-3 बजीतिर उठ्नुपर्छ। आज त सायद अब काममा जानुपर्छ। इट्स वर्क डे टुडे, इट्स मन्डे एन्ड आजदेखि स्कुलहरू खुलिसकेको छ एन्ड लेट्स गो फर वर्क। कति बज्यो अहिले? अहिले 11:30 हुँदैछ। अनि 11:30 भयो। लाइट साइट बन्द गरिदिउँ होला, उज्यालै छ। 11:30 भयो। अब 12 12:30सम्म सुत्ने अनि फेरि जानुपर्छ नि त। जसको ल भात खान जाऊँ अहिलेलाई चाहिँ। यो चाहिँ आजको मेरो ब्लड ब्याङ्कको कार्ड यस्तो छ है। अब 3 महिनामा ब्लड दिँदै गर्दै गरेको प्रमाणपत्र राख्नु पऱ्यो नि त। अब प्रमाणपत्रै नदिएपछि त एउटा ब्लड ब्याङ्कको कार्ड भए पनि एउटा सम्मानित के भन्छ ब्लड ब्याङ्कले प्रदान गरेको छ। त्यति नै खुसी लागेको छ। अहिले चाहिँ म खाना खाएर एकछिन ढल्केको थिएँ। अनि अब चाहिँ मेरो ड्युटीमा जाने टाइम भइसकेको छ। अनि कति बज्यो अहिले हेर्नुहोस्, सब 1 बज्न आँट्यो। अब अहिले हिँड्नु भने त 1 बजेभित्र त मैले पुग्नुपर्छ। 1:10 भित्र त मैले पुग्नुपर्छ होइन। ड्युटी छ नि त, काम गरेपछि त पुग्नु पऱ्यो ठाउँमा टाइममा पुग्नु पऱ्यो। अनि त्यतिखेर चाहिँ म कति बजी आउँछु अरे 4, 4:30, 4:30 बजीतिर आउँछु। अनि त्यतिखेर अब एकछिन बसौँला अनि फेरि घुम्न जानुपर्छ। हिजो कतिखेर गएको थियौँ हामी बेलुका घुम्न? हिजो हामी गएको थियौँ बेलुका 6:30 बजीतिर गएको थियौँ। फेरि यति समयमा आएपछि अब भेटौँ न त। ल बेलुकासम्म घुम्नै जाने हो। हिजोभन्दा अलि डिफ्रेन्ट ठाउँ जाने। डिफ्रेन्ट ठाउँ भन्दा नि यता कति हुन्छ अब घरबाट निक्लेपछि त तपाईँ थाहा भयो नि त। ल अहिलेको लागि चाहिँ स्टे विथ दिस भिडियो। अनि भिडियोलाई सकेसम्म कमेन्ट चाहिँ गरिदिनु, लाइक परेन कमेन्ट चाहिँ गरिदिनु। एन्ड म भन अहिले चाहिँ म घरको बाई। गाइस फाइनली घर आइपुग्यो। अनि अहिले कति बज्यो? 4:30 भइसक्यो। अनि मेरो आमा हेर न, खाजै नदिकन खाजै नबनाइकन बस्नु भएको छ। यसो खाजा बनाऊँ भनेको
खाजा बनाउनु भनेर खाजा बनाउनु हुन्न खाजा बनाउनु क्या खाजा खानु के भोक लाग्यो अहिलेसम्म खाजै नबनाएर बस्नु यस्तो भोक लागेर मलाई यहाँ लास्टै भोक लागिसक्यो क्या अब खाजा खाने खाजा बनाउँदै हुन्छ यतिखेर अब खाजा खाने अनि फेरि अब त्यही त अनि मोबाइल चलाउने घुम्न जाने अरे कति पानी हल्का गर्मी भएको छैन अब पखाला खानुपर्छ लाइन छ हल्का अब एकछिन घुम्न जानुपर्छ अनि घुमेर अब हेरौँ न बाहिर कता कता पानी जमेको छ विराटनगरको एकदम के भन्छ स्विमिङ पुलहरू बाटै बाटैमा भेटिन्छ अब चाहिँ पक्का हो यो गाइज हामीलाई खाजा आइसकेको छ हाम्रो खाता राखेको छ मकै एन्ड जस्ट कम टु इट मकै टुडे है अहिले त म रिल स्क्रिन गर्दैछु अब व्यस्त हुनु पर्यो नि त रिल देखाउनु रिल हेर्दैछु ब्याट्री पनि 20% पुगिसक्यो लेट्स इन्जोय यर मोबाइल धरे के हुन्छ तपाईँहरू पनि खाजा खानु होइन खाइसक्नु भयो होला भिडियो हेर्नुसम्ममा त अनि म चाहिँ खाजा खान सुरु गर्छु ल अब स्टार्ट अहिले चाहिँ अब खाजा खानतिर जाउँ त्यो चाहिँ घर रुङामा दरो सेकाइ परेको छ घुम्न जाऊँ भनेको खोइ सातै घरमा बगिसक्यो कोही आउनु हुँदैन कोही सबै बाहिर घुम्न क्या यतिखेर बेलुका भयो नि त अनि बेलुका भएपछि चाहिँ सबैजना घुम्न जानु पऱ्यो अनि अहिलेसम्म कोही आउनुभएको छैन बा आइदिए पनि म घुम्न जान्थेँ क्या हिजो त बा आउनुभएको थियो बेलैमा कति 6:30 बजी आउनुभएको थियो म घुम्न जान पाएँ हिजो अब आज चाहिँ अब घुमायो भनेको यस्तै हो है लुगा लाएर पनि म तयार भइसकेको त ल घरमा आउनुहुन्छ अनि म यसो गइदिन्छु घुम्न अनि हेरौँ न त कतिको के छ बाटोमा माछा पोखरीहरू हेरौँ भनेको त्यो पनि छैन अन्त आजको भ्लग चाहिँ अब यहीँ एन्ड गरौँ है अब खानासाना भरे खाइन्छ त्यो भरेको कुरा हो अब कति भयो 7 बजिसक्यो है 7 बजिसक्यो एन्ड अब चाहिँ आजको भ्लग यहीँ एन्ड हुन्छ भोलि फेरि अब नयाँ भ्लगका साथ लेट्स इन दिस भ्लग टुडे हेयर एन्ड लाइक अनि सेयर गर्नु पर्यो नि तपाईँहरूले केही गर्नु सेयर केही नगर्नु खालि सब्सक्राइब हानिदिनु अनि कमेन्ट हानिदिनु जसले गर्दाखेरि चाहिँ मलाई पनि सजिलो हुन्छ क्या कस्तो कसले कमेन्ट गरौँ को थ्रु गरौँ भनेर थाहा हुन्छ नि त साथीहरू हुन्छ नि त मैले यसलाई भन्न लगाएको थिएँ यसले कमेन्ट गरिदियो भन्ने हुन्छ नि त हो त्यस्तै हिसाबले चाहिँ अब कमेन्ट चाहिँ गरिदिनु होइन ओके स्टे ह्याप्पी जय नेपाल अल अफ यु